नमस्ते। 2026 को फिफा वर्ल्ड कप जुन क्यानाडाले पनि अर्गनाइज गर्दैछ संयुक्त रूपमा र क्यानाडाको भिजा अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ भने तपाईँको निम्ति एउटा गुड न्युज हुनसक्छ। योभन्दा अघिसम्म क्यानाडाको भिजा रेसियो एकदमै कम थियो र जुन डिसेम्बर अनुहार चाहिँ क्यानाडाको भिजा रेसियो चाहिँ एकदमै इम्प्रुभमेन्ट भइरहेको छ। अर्थात् कि भिजिटर भिजा जति पनि तपाईँ फिफा वर्ल्ड कपको निम्ति भनेर अप्लाई गर्न चाहनुहुन्छ अथवा अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ भने तपाईँको निम्ति बेटर समय आइरहेको छ। अब तपाईँले प्लान गर्न सक्नुहुन्छ र यो इम्प्रुभमेन्ट ग्राफ चाहिँ अझ बढ्न सक्ने सम्भावना रहेको छ। फोरकास्टले पनि त्यही देखाइरहेको छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँ यदि क्यानाडा चाहिँ अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ भने अब प्लान अगाडि बढाउन सक्नुहुन्छ। जुनबाट चाहिँ 2026 को फिफा वर्ल्ड कप हुँदैछ र त्यो वर्ल्ड कप हेर्न जाने तपाईँको प्लान छ भने आइआरसिसीले अलरेडी बताइसकेको छ कि फिफा वर्ल्ड कपको निम्ति जति पनि फ्यान, प्लेयर्स, भलन्टियर, वर्कर्स जति पनि रहन्छन् उनीहरूले छुट्टै तरिकाले चाहिँ भिजा फाइलिङ ट्र्याकिङ गर्ने भनेको छ। यसर्थ कि फिफा वर्ल्ड कपमा हेर्न जानेहरूको निम्ति भिजा प्रक्रिया नै फरक वेबाट आइआरसिसीले चेक गर्नेछ। त्यो कारणले गर्दाखेरि पनि तपाईँको भिजाको सम्भावना बढिरहन सक्छ। तपाईँ प्लान गर्दै हुनुहुन्छ भने आफ्नो प्लानलाई अगाडि बढाउन सक्नुहुन्छ।